हेलो गाइज वेलकम ब्याक टु माई च्यानल स्वागत छ। आज पनि म एउटा रियाक्सन भिडियो लिएर उपस्थित भएको छु। यो गुप्तेश्वर गुफा कस्तो देखिन्छ त भित्रबाट म तपाईलाई भिडियो देखाएर यस विशेष जानकारी दिन्छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई फुल वाच पनि गर्न नबिर्सिनु होला। अब लागौँ भिडियो प्ले गर्न। हेर्न सक्नुहुन्छ दर्शकबिनहरु, हेर्नु त ल यस्तो छ पुरा। यो कता हो कता जति गए पनि यो त्यति नै भित्र छ। ओ माय गॉड, साँघुरो बाटो छ भित्र। हेर्नु नि त साँघुरो बाटो छ हैन। नेपाल प्राकृतिक रूपमा पनि धनी छ। साँच्चै नै नेपाल भनेको प्राकृतिक रूपमा पनि धेरै नै धनी छ। मलाई यो सिद्ध गुफा यहाँ देख्न सक्नुहुन्छ इन्डियन टुरिस्टहरु पनि त्यहाँले प्रशस्त देखिरहेका छन्। यो गुफा घुम्नलाई गएका तर नेपालीहरु चाहिँ कति जना हुनुहुन्छ गुफामा नपुग्नु भएको होला। ल हेर्नु त, म पनि आजसम्म यो गुफामा गएको छैन र मैले यो ठाउँमा जाने मौका पनि मिलेको छैन। तर यहाँ बत्तीहरु पुरै जडान गरिएको छ। पुरै लाइट जडान कारणले गर्दा उज्यालो छ भित्र। यहाँ पुरै अवलोकन गर्न सक्छन्। यो पानी जुन आएको छ नि कता छिरेको छ हामी कसैलाई पनि थाहा छैन के। त्यो त ढल निर्माण गरिएको होला सायद। गुफाभित्र यस्तो मन्दिर छ पानीको लागि ड्रेनेज राखिएको होला। सिडी त कति हो कति लाग्यो नि त, धेरै माथि छ। यहाँ फोटो भिडियो गर्न त मनाइ रहेछ हैन, तैपनि मैले खिचिरहेको छु। अब के गर्नु। ओ भगवान, खुट्टा गल्यो। सीसी क्यामेराहरु पुरै जडान छ। पानी चाहिँ एकदमै राम्रो रहेछ चाहिँ एकदम। यो सीसी क्यामेराहरु भनेको जुन सुकै ठाउँमा पनि एकदमै मेन भूमिका अहिलेको जमानामा सीसी क्यामेराले धेरै नै काम गर्ने गर्छ। यस्तो मन्दिरहरु छ। सो फाइनली अब हामी चाहिँ बाहिर निस्किन आँटेको। म चाहिँ माथि छु। बाहिर कस्तो छ गरम त, कता पाएको जस्तो भइरहेछ त। ल हेर्नु त, फाइनली खतरा 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 ठाउँ रहेछ यार। साथीहरु को मान्छेहरु यो ठाउँमा जानुभयो कमेन्ट गर्नु होला। जो जानुभएको छैन उहाँहरूले पनि कमेन्ट गर्नु होला। र यो गुप्तेश्वर गुफा चाहिँ कुन जिल्लामा पर्छ, कुन ठाउँमा पर्छ त्यो पनि कमेन्ट गरिदिनु होला, ताकि त्यहाँका मान्छेहरूले यदि कमेन्ट गरिदियो भने नयाँ मान्छेहरूलाई पनि सजिलो हुन्छ कि त्यहाँ घुम्न जानको लागि यो गुफा कुन चाहिँ जिल्लामा पर्छ, कुन ठाउँमा पर्छ भनेर सहजै सबै मान्छेले थाहा। र त्यहाँको पर्यटनको लागि पनि यो भिडियोले धेरै नै भूमिका खेल्छ। साथीहरु त्यसैले यो भिडियोलाई शेयर गरेर आफ्नो साथीभाइ आफन्तहरुसम्म र विदेशीहरुसम्म पनि पुर्याइदिनु होला। धन्यवाद। र जाँदा जाँदै च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला नि त। मिलेछौँ अर्को भिडियोमा। बाइ बाइ।